नमस्कार, म केशवराज पौडेल। अहिले म चामुण्डा बिन्दासिनी नगरपालिका वडा नम्बर 1 तेजको डाँडामा अवस्थित श्री हिमालय माध्यमिक विद्यालयमा छु। यो विद्यालयमा के भइरहेको छ त वास्तवमा पछिल्लो समयमा शैक्षिक गुणस्तरका कुरामा होस् अथवा भौतिक संरचनाका कुरामा होस्, विद्यालयको नाम जहाँ पनि सुनिएको छ। के भइरहेको छ त वास्तवमा यहाँ नयाँ अहिले कस्तो कस्तो व्यवस्थापन भइरहेको छ र सम्पूर्ण विद्यार्थीहरूको अभिभावकहरूको मन जित्न सफल भएको छ विद्यालय भनेर वास्तविक कुरा बुझ्नको लागि र केही छोटकरीमा कुराकानी गर्नको लागि म विद्यालयमा आएको छु। आउनुहोस् जाउँ विद्यालयमा के कस्तो छ बुझौँ। यहाँ यस्तो भइरहेको रहेछ। चामुण्डा बिन्दासिनी नगरपालिकाका निर्वाचित प्रमुख उपप्रमुख वडा अध्यक्षहरूको विवरण, विद्यालयको आम्दानी र खर्च विवरण, आर्थिक वर्ष 2080-81 को। यसै गरी सूचना अधिकारी योगेश भट्टराई हुनुहुँदो रहेछ, उहाँको विवरण छ। यसै गरी हर्कबहादुर विक प्रधान अध्यापकको कक्ष यता। र सर नमस्कार। नमस्कार, हार्दिक स्वागत छ र धन्यवाद तपाईँलाई यो विद्यालयमा जोस आएर हामीसँग भलाकुसारी गर्ने जुन अवसर प्रदान गरिदिनुभयो त्यसका लागि म समग्र विद्यालय परिवार तथा मेरो व्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। सुरुमा सोध्न चाहे मैले, सबै विद्यालयहरू शनिबारको दिन बन्द हुन्छन्, आज वास्तवमा के गर्नुपर्ने थियो र शनिबार पनि आउनुभयो? विशेष गरी म यो 2 वर्षको पिरियडमा म आफू पर भएर यो विद्यालयमा आउँदै गर्दा म बिदाको समय होस् अथवा विद्यालय खुलेको समय होस्, म निरन्तर रूपमा विद्यालयका गतिविधिमा, विद्यालयका सानातिना कामहरूमा जे काम आवश्यक छ बाँकी छन् ती कामहरू म बिदाको समयमा पनि निरन्तर विद्यालय आउने गरेको छु। प्रधान अध्यापकको जिम्मेवारी सम्हाल्नु भएको अथवा त्यो भूमिकामा आउनु भएको कति समय भयो? म 2078 सालमा यस विद्यालयको प्रको रूपमा जिम्मेवारी प्राप्त गरेँ। यो जिम्मेवारी प्राप्त गरिसकेपछि मैले त्यो दिनदेखि सुरुदेखि नै यो विद्यालय अथवा विद्यालयमा गुणस्तर बढाउनका लागि, शैक्षिक सुधार गर्नका लागि मैले चाहिँ निरन्तर लाग्नुपर्छ भन्ने मेरो एउटा किसिमको अटुट थियो र म आफू पनि यो विद्यालयमा पढेको र यो विद्यालयलाई एउटा नमुनायोग्य विद्यालय बनाउनका लागि सबैसँग, अभिभावकसँग, तपाईँहरूसँग सबैसँग हातेमालो गरेर, सरकारसँग हातेमालो गरेर यो विद्यालयलाई पक्कै पनि एउटा राम्रो विद्यालय बनाउनका लागि म अनवरत रूपमा त्यही दिनदेखि 68 सालदेखि नै अहिलेसम्म निरन्तर रूपमा खटेको छु, लागेको छु। 78 सालमा यो विद्यालयमा प्रधान अध्यापक भएर आउँदै गर्दा अथवा नियुक्ति पाउँदै गर्दा कुन तहसम्म अध्ययन हुन्थ्यो र अहिले के छ, अहिले कहाँसम्म पुगेको छ? त्यतिखेरको कुरा गर्नुहुन्छ भने म चामुण्डा माविबाट यो विद्यालयमा सरुवा भएर आइसकेपछि विद्यालयको बालबालिका बस्ने कोठाहरूमा धुलो हुन्थ्यो, पानी पर्यो भने बालबालिकालाई घर पठाउनु पर्ने अवस्था थियो, शौचालयको अवस्था त्यस्तै जीर्ण थियो, अफिस राख्ने कोठामा पनि सानो कोठा भएर कहिलेकाहीँ पाहुनाहरू हजुरहरू आउँदा पनि देखाउन नसक्ने खालको अफिस थियो भने अन्य कोठाको त कुरा गर्ने ठाउँै छैन, किनभने जताकतै फोहोरको डङ्गुर अनि शौचालय पनि त्यस्तै अस्तव्यस्त र कोठाहरू पनि त्यस्तो खालको अस्तव्यस्त थियो। अनि त्यो देखिसकेपछि मलाई चिन्ता लाग्थ्यो, अब यो स्कुललाई अथवा म आफै पढेको, मैले कखरा पढेको विद्यालयलाई कसरी राम्रो बनाउने होला, के गरेर कोसँग लागेर अथवा कोसँग मागेर हुन्छ कि के गरेर हुन्छ, म एउटा राम्रो विद्यालय बनाउनुपर्छ भन्ने म त्यतिखेरबाट मलाई एउटा किसिमको चिन्ता र चासोको विषय भइरहन्थ्यो। हाल कक्षा 10 सम्म अहिले चाहिँ म आफै आइसकेपछि कक्षा 9 माग्यौँ हामीले अनि अनुमति प्राप्त भयो। त्यसपछि अहिले 10 हाम्रो 3वटा एसी विद्यालयबाट हामीले लिइसकेका छौँ र अहिले निरन्तर रूपमा हाम्रा बालबालिकाहरू पनि यो विद्यालय रोजाइको विद्यालय बनाउनका लागि अभिभावकले पनि र बालबालिकाहरूले पनि यो वर्ष लगभग गत वर्षको तुलनामा विद्यार्थी पनि बढ्नु भएको छ। यहाँलाई यो मावि यहाँ ल्याउँदै गर्दा अथवा एसीसम्म कक्षाहरू सञ्चालन गर्नको लागि गरिएको त्यो सङ्घर्ष के थियो, छोटकरीमा सुनाउ न। जब स्रोत साधन नभएको विद्यालय माध्यमिक तह ल्याउँदाखेरि हामीले 75,000 हाम्रो डिपोजिट पहिला थियो भने 25,000 पुग्थ्यो। अनि 1 लाख पुर्याउनका लागि हामीले शिक्षक साथीहरूसँग मैले एउटा मिटिङ गरेँ र अब त्यो 25,000 कसरी जो गर्ने भनेर शिक्षक साथीहरूसँगै बसेर मैले केही उहाँहरूबाट सहयोग लिएर त्यो 25,000 लिएर हामीले जम्मा गऱ्यौँ र यो माध्यमिक तह सञ्चालन गर्दै गर्दा हाम्रा छिमेकमा रहेका अरू विद्यालयहरूले पनि अब हिमालय माविले नजिक मावि चलाउनु नभन्ने पनि एउटा किसिमको मान्छेमा बाहिरी केही मान्छेहरूमा थियो भने केही मान्छेले होइन हिमालय माविको भविष्य राम्रो छ
त्यहाँ भौगोलिक पूर्वाधारदेखि लिएर सबै कुराको राम्रो छ र अभिभावक पनि त्यहाँ सक्रिय हुनुहुन्छ भन्ने हेतुले हामीले पालिकाले पनि त्यतिखेरको तत्कालीन पालिकाले पनि हामीलाई पूर्ण रूपमा सहयोग गर्यो। यसका लागि म त्यतिखेर तत्कालीन सामाजिक समितिका संयोजक दिनेश विक र पूर्व मेयर उपमेयर लगायतको कार्यपालिकाको सम्पूर्ण टिमलाई म धन्यवाद दिन चाहन्छु। किनभने हामीसँग पूर्वाधार थिएन, स्रोत साधन थिएन, यिनीहरू माथि कसरी चलाउनु भन्ने किसिमको त्यस्तो हुँदाहुँदै पनि उहाँहरूले जुन किसिमले हामीलाई सहयोग गरिदिनु भयो त्यसका लागि म अहिले विद्यालयको तर्फबाट उहाँहरूलाई धेरै धेरै धन्यवाद र सम्झिन चाहन्छु। अहिले विद्यार्थी सङ्ख्या कति छ? यो वर्ष हाम्रो हिजो हामी यो वर्ष पनि हामीले लगभग यो चलिरहेछ, भर्ना अभियान चलिरहेको छ र केही आउँदै हुनुहुन्छ। हजुर, हाम्रो यो वर्ष चाहिँ 371 जना विद्यार्थी 371 छ। अनि शिक्षक कुन कुन दरबन्दीको टोटल कति हुनुहुन्छ? अहिले हाम्रो प्रावि स्थायी 4 जना, हजुर, 1 जना हाम्रो राहत हुनुहुन्छ भने 5 जना प्राविको हुनुहुन्छ, सङ्घीय अनुदान निभावीको 1 जना, माविको सङ्घीय अनुदान 3टा छ। अहिले हाम्रो सङ्घीय अनुदान माविको राहत यो सङ्घीय अनुदानको म्याथ टिचरको खाली भएको छ। हामीले त्यो म्याथका लागि पनि विज्ञापन गरेका छौँ। अहिलेसम्म हामीले त्यो टिचर पाएका छैनौँ। सम्भवतः हाम्रो 5 जना प्राविको स्थायी, 1 जना निभावीको 6 जना र 3 जना माविको गरी हामी 9 जना। 2 जना हाम्रो कार्यालय सहयोगी भनेको विद्यालय सहयोगी हुनुहुन्छ, 1 जना हाम्रो लेखा सहायक हुन्छ यही वर्ष हामीले प्राप्त गरेको, अनि एउटा हाम्रो निजी स्रोतमै 4 जना, 1 जना कम्प्युटर सहायकको रूपमा काम गर्नुहुन्छ, 1 जना हामीले पाले भनेर नियुक्ति गरेका छौँ र अनि 1 जना बाल विकास सका, उहाँलाई पनि हामीले निजी स्रोतमै तलब भत्ता दिनुपर्छ र 1 जना निजी स्रोतको आधारभूत तहको टिचर गरिकन हामीसँग अहिले पनि लगभग 55,000 मासिक हामीले उहाँहरूलाई निजी स्रोतमा हामीले विद्यालयले बेहोर्नुपर्छ तलब बिहेबार। म वास्तवमा आज कुराकानी गर्नुको मुख्य विषयवस्तु के छ भने बाहिर अहिले पछिल्लो समयमा चामुण्डा बिन्दासिनी नगरपालिका 1 मा रहेको श्री हिमालय माध्यमिक विद्यालय साँच्चीकै नमुना बन्छ कि जस्तो छ। त्यहाँ नयाँ हर्क बहादुर विक आइसकेपछि हर्क सरले त के पो गर्नुभयो भन्ने जस्तो हल्ला छ। यहाँ मात्र नभएर स्वदेश विदेशको जुनसुकै ठाउँबाट पनि सोधपुछ गर्नुहुन्छ। त्यसैले वास्तवमा हर्क सर आइसकेपछि विद्यालयमा प्रधानाध्यापक भइसकेपछि के भएको रहेछ त? शैक्षिक गुणस्तरको कुरामा, व्यवस्थापनको कुरामा, सँगै भौतिक संरचनाको कुरामा के कस्तो परिवर्तन भइरहेको छ भनेर म सोध्न, यसो बुझौँ भनेर अन्तर्वार्ताको लागि आएको हो। खासमा कायापलट नै भयो कि जस्तो पनि छ। चामुण्डा बिन्दासिनी नगरपालिका भित्रकै कुरा विद्यालयको स्थिति हेर्ने हो भने अहिले बाहिरका हेर्ने हुनुहुन्छ, जो मिडिया मार्फत हेर्नुहुन्छ विद्यालयको फोटो सँगै विद्यालयका अन्य गतिविधिहरू साँच्चीकै राम्रो छ भन्नुभएको छ। आज वास्तवमा हामी सबैलाई देखाउनेछौँ। पहिला हामी कुरा गरौँ शैक्षिक व्यवस्थापन र शैक्षिक गुणस्तरको लागि गरिएका प्रयासहरू र सफलताहरू के छन् यो बुझौँ। त्यसपछि हामी बाहिरी विद्यालयको संरचना के कस्तो छ, अन्य व्यवस्थापन, यहाँका लाइब्रेरीहरूको पनि धेरै प्रयास गर्नुभयो, कतिको सफल हुनुभयो, त्यहाँको अवस्था कस्तो छ बुझ्नेछौँ। पहिला विद्यालयका शैक्षिक गुणस्तर र शैक्षिक व्यवस्थापनको कुरालाई जोडौँ, के भइरहेको छ? अहिले हामी लगभग बालबालिकाहरूलाई पढाउने भन्दा पनि सिकाउने कुरामा मैले साथीहरूलाई, मेरो स्टाफ साथीहरूलाई राखेर बारम्बार स्टाफ मिटिङ गर्ने गरेको छु र अभिभावकसँग प्रत्यक्ष जोडिएर, जस्तै हामीले एउटा सामान्य कुचोदेखि लिएर एउटा फोटोकपी मेसिन र थुप्रै सहयोग गर्ने लगभग 3 देखि 4 लाखसम्म हामीले यो वर्ष सहयोग नै उठाएका छौँ। हामीले एउटा सामाजिक सञ्जाल मार्फत सहयोगको अपेक्षा राख्यौँ र हामीलाई एउटा बिहान बेलुकाको छाक टार्न नसक्ने 1 जना लक्ष्मी नेपाली हुनुहुन्छ जम्मूघाट बजारमा। म एउटा त्यो तालिममा गएको बेला उहाँलाई त्यहाँ मैले भेटेँ। त्यहाँ भेटिसकेपछि आमा मैले एउटा स्कुल बनाउँदैछु, हजुरले यो कुचो बेच्न आउनु भएको रहेछ, यसको मूल्य कति हो, कसरी के छ भन्दा उहाँले आफ्नो पीडा बताउनु भयो। मैले बिहान बेलुकाको छाक टार्नका लागि यो कुचो बेचेर आफ्नो जीविका चलाउँछु बाबु, तिमीले चाहिँ एकदम राम्रो कुरा गर्यौ र म यो 200 रुपियाँ यसको मूल्य पर्छ कुचोको भने 100 रुपियाँ चाहिँ मैले सहयोग गरेँ। 100 रुपियाँ दिनुपर्छ भनेर मैले उहाँलाई त्यो कुरा गरिसकेपछि उहाँले ल त्यो एउटा कुचो हामीलाई दिनु हो। त्यो कुचो ल्याइसकेपछि अनि यहाँ त्यो मैले सामाजिक सञ्जालमा हालेँ र बाहिर चौतर्फी रूपमा त्यसको प्रशंसा पनि भयो र उहाँ लक्ष्मी नेपालीलाई पनि म अहिले विद्यालयको तर्फबाट उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र उहाँलाई सम्झेको पनि छु। किनभने एउटा सामान्य आफ्नो जीवन गुजारा गर्न नसक्नेहरूले त विद्यालयप्रति माया गरे भने हामी त कम्तीमा
राज्यले दिएको तलब खाएका छौँ होइन, सारा कुरा गर्न सक्छौँ। अब विद्यालयलाई अब हामीले राम्रो बनाउनुपर्छ। बाहिरी रूपमा मान्छेले हामीलाई सहयोग गरिरहँदा अब हामीले पनि आफ्नो स्कुललाई राम्रो बनाउनको लागि हामीले गर्ने हो भनेर मैले बारम्बार स्टाफ मिटिङमा राख्दा मेरा शिक्षक साथीहरूले पनि मलाई बारम्बार हरेक कुरामा सहयोग गर्नुभएको छ। यस्तै गरी अहिले हामीलाई पालिकाले पनि त्यो सङ्घीय अनुदानको शिक्षक दिएर यही वर्ष हामीलाई 3वटा सङ्घीय अनुदानको शिक्षक अनि लाइब्रेरी 6.5 लाखको लाइब्रेरी लगायतका अन्य अनुदानका कुराहरूमा पनि अहिलेको हाम्रो नगरपालिकाले हामीलाई फुल्ली सपोर्ट गरेको छ। यसका लागि पनि म नगरपालिकालाई विद्यालयको तर्फबाट धन्यवाद दिन चाहन्छु। यसै गरी पुस्तकालय निर्माणका लागि हाम्रो विद्यालयमा लगभग धेरै मानिसहरूले आफूले सक्दो सहयोग गर्नुभएको छ। उहाँहरूलाई पनि म नमन गर्न चाहन्छु, किनभने यो विद्यालय बनाउनका लागि मैले मात्रै खटेर हुने थिएन। उहाँहरूले पनि गरेको सहयोग, विद्यालय व्यवस्थापन समितिले गरेको सहयोग, शिक्षक अभिभावक सङ्घले गरेको सहयोग, हजुरहरू जस्ता पत्रकारको हिसाबले पनि हजुरहरूले चौतरी रूपमा गरिदिएको सहयोग र सबै सहयोगले गर्दा अहिले हामी बालबालिकाहरूलाई विद्यालयमै सिक्दै पढ्दै भनेको मतलब हामीले यो वर्ष एउटा पोलियो आर्टको निर्माण गरेका छौँ। त्यहाँ पनि बालबालिकाहरूले त्यही आफूलाई खाने अथवा तरकारीका कुराहरू हामीलाई अब व्यवहारसँग गाँसिएको शिक्षा हुनुपर्छ भनेर पनि हामीले त्यो व्यवहारसँग उनीहरू लाज नमानुन्, गोबर खेलाउन लाज नमानुन्। अहिले त के छ भने मान्छे गोबर खेलाउन खिच्यो भन्ने त्यस्तो किसिमको परिपाटी विद्यार्थी हुन्थ्यो भने अब उहाँहरूलाई त्यहीसँग जोडिदियो भने यता पढ्ने पनि घरमा गएर पनि काम गरेर आफ्नो जीवन सञ्चालन गर्न सक्छन् भन्ने हिसाबले त्यो गरेका छौँ। अब अहिले हामीले हरित विद्यालय सञ्चालन गर्दैछौँ। यो हरित विद्यालयका लागि हामी चारैतिर विद्यालय हराभरा बनाउनको लागि त्यही किसिमका बोट बिरुवाहरू, फलफुलहरू, आम्दानी आउने खालका फलफुलहरू गत वर्ष हामीले लगभग 500 जातका बिरुवाहरू भनेको मतलब टिमुर, अमृसो होइन, यस्ता जातका पनि बिरुवा लगायौँ। यसका लागि पनि अहिले सहायता परियोजना छ। सोसेक नेपालले पनि हाम्रो विद्यालयलाई सहयोग गरिरहेको छ। त्यसका लागि म सोसेक नेपाललाई धन्यवाद दिन चाहन्छु। र यो वर्ष अब हामी यो वर्ष बालबालिकालाई नै लगाएर उहाँहरूले नै आफ्नै जन्मदिनमा प्रत्येक विद्यार्थीले बोट बिरुवा लगाउनु पर्ने फोहोर व्यवस्थापनका लागि हामी त्यही किसिमको खाल्डो निर्माण गरेका छौँ। त्यसरी कुहिने एकातिर नकुहिने अर्कोतिर, त्यसरी बालबालिकाले आफै हरेक काम आफै गर्नुहुन्छ भने अहिले अतिरिक्त क्रियाकलाप गर्दा पनि बालबालिकाले आफै आयोजना गर्नुहुन्छ, आफै उहाँहरू उद्घोषक हुनुहुन्छ, आफै सभापति हुनुहुन्छ, आफै अध्यक्ष हुनुहुन्छ र हामीले बाहिरबाट टिचरहरूले बाहिरबाट मात्रै अझ गरिदिनुहुन्छ। सम्पूर्ण कामको जिम्मा अहिले हामीले विद्यार्थीलाई दिने र उहाँहरूबाटै स्वतस्फूर्त रूपमा गर्नुभएको छ। र अर्को यो सोसेक नेपाल सहायता परियोजनाले पनि बाल अभियन्ताहरू निर्माण गरेर विद्यालयलाई अझ हामीलाई सजिलो बनाउने काममा सहयोग गरिदिनु भएको छ। र चौथोर्को रूपमा स्वदेश तथा विदेशबाट पनि हाम्रो विद्यालयप्रति जुन माया गरिदिनु भयो, देखाउनु भएको छ, उहाँहरूलाई पनि म तपाईँ मार्फत हाम्रो केशवराज पौडेल यो मार्फत नै के भन्न चाहन्छु भने यो विद्यालय अब हामी बनाउँछौँ, जसरी पनि बनाउँछौँ, हामी भोक, निन्द्रा, प्यास कुनै पनि यहाँ त्यस्तो किसिमको मुलाहिजा नगरिकन विद्यालय राम्रो बनाउनको लागि मेरो शरीरमा एक थोपा खुन रहने बेलासम्म यो विद्यालय बनाउने म प्रण गर्छु। र शैक्षिक सुधारलाई विशेष गरी अबको वर्ष भनेको शैक्षिक सुधार अथवा गुणस्तर सुधारका लागि म निरन्तर लाग्नेछु। र त्यसको व्यवस्थापन पक्षका लागि पनि पालिका छ, प्रदेश सरकार छ, सङ्घीय सरकार छ, उहाँहरूले पनि हाम्रो प्रयासलाई, हामीले गरेका मिहिनेतलाई चाहिँ हेर्नुहुनेछ, देख्नुहुनेछ भन्ने म पुनः विश्वास पनि गर्छु। र यो वर्ष चाहिँ अबको वर्ष चाहिँ गुणस्तरको वर्ष बनाउने चाहिँ मैले प्रण गरेको छु। अनि अन्य विद्यालयहरूको कुरा गर्दा अन्य ठाउँहरूमा भन्नुहुन्छ त्यहीँको अभिभावकहरूले पनि जे गर्छन् प्रहर अध्यक्षले मात्र गर्छन्, हामीलाई के मतलब भन्ने छ। यहाँ चाहिँ अभिभावकको पूर्ण रूपमा सहयोग छ। यहाँ चाहिँ फुल्ली मैले जतिखेर अभिभावकसँग मिटिङ अथवा अन्य केही काममा सपोर्ट मागेँ भने उहाँहरूले तत्काल रूपमा मेरो अहिले मलाई पढाउने गुरु नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्छ पदम बहादुर राणा, उहाँ आउँदा झन् मलाई सपोर्ट भएको छ। किनभने शैक्षिक क्षेत्रमा हरेक कुराको दुःख सुख सबै कुरामा उहाँले साथ दिनुभएको छ। त्यसले गर्दा पनि मलाई सहज कायम भएको छ र अभिभावकले त फुल्ली सपोर्ट गर्नुभएको छ। पुस्तकालयको लागि जुन आफ्नो विद्यालय आफै बनाऊ र पुस्तकालय निर्माण गरौँ, यहाँ पुस्तकालयको आवश्यकता छ, विद्यार्थीहरूले अरू व्यावहारिक कुरा पनि सिक्नुपर्छ, अन्य किताबहरू पनि पढेर भन्ने मनसायले पुस्तकालय निर्माण गर्न प्रयासमा हुनुहुन्थ्यो। अहिले सफलता पाउनुभयो? मैले लिएको जुन अभियान थियो, मलाई यो सहायता परियोजनाको जब तालिम गर्दै गर्दा चेतराज
उपाध्याय सर हुनुहुन्थ्यो, सेभ द चिल्ड्रेनको चामुण्डा बिन्दासी नगरपालिका हेर्ने। हजुर उहाँले हामीले यस्तो कुरा गर्दै गर्दा, तालिममा बस्दै गर्दा हाम्रो स्रोत साधन नभएका विद्यालयहरू, हामी खालि टिचरहरू पनि नकारात्मक कुराहरू गर्नेतिर लाग्दा उहाँले के भन्नुभयो भने, तपाईँहरूले स्रोत साधन जुटाउन सक्नुहुन्छ, त्यसका लागि एउटा सामान्य लेटर लेखेर, अहिले त मान्छेहरू धेरै सहयोग गर्ने आउँछन्, सुर्खेतका त्यत्रा पुस्तक पसल छन्, त्यहाँ गएर पनि तपाईँले सामान्य माग्न माग्नु भएन, एउटा किसिमको लेटर लिएर रिक्वेस्ट गर्नुहोस्, दिन्छ कि दिन्न भनिसकेपछि मलाई त्यो रात निन्द्रा लागेन। त्यो रात निन्द्रा नलागेपछि मैले साँझै नै आएर एउटा लेटरको ड्राफ्ट बनाएँ। अनि मैले 2 दिनपछि मैले फेरि सुर्खेत टिपिडी तालिममा जानु थियो, म त्यो टिपिडी तालिममा गएँ। तालिममा गइसकेपछि 10 बजेदेखि बेलुका 4 बजेसम्म तालिम हुन्थ्यो भने म बिहान र बेलुकाको समयमा मैले त्यो लेटर लिएर प्रत्येक पुस्तक पठ्न गएँ। उहाँहरूले मलाई सहजमा नाइ भन्नु भएन, पुस्तक दिनुभयो। र लगभग मैले सुर्खेतदेखि त्यो तालिम 10 दिनको तालिम सकेर आउँदा 300 पुस्तक मैले बोकेर आएँ। त्यो पुस्तक आइसकेपछि मैले चौतर्फी अन्त पनि हाम्रा साथीहरूलाई गरेँ, सामाजिक सञ्जाल मार्फत थुप्रै साथीहरूले सहयोग गरिदिनु भयो। अनि यो सहयोग गरिसकेपछि पालिकाले हरेक वर्ष पुस्तकालयका लागि 6.5 लाख वितरण गर्थ्यो भने, अनि यो वर्ष हामीलाई चाहिँ हाम्रो यो अभियान देखिसकेपछि पालिकाले पनि मजासँग केही कुरा नगरेर पालिकाले पनि सपोर्ट गरिदिनु भयो। त्यसले गर्दा पनि हामीलाई के भयो भने झन् थप सहयोग भयो। त्यसले गर्दा हामीले विद्यालयमा हामीले सोचेको, हामीले एउटा विद्यालय राम्रो बनाउनुपर्छ, नमुना बनाउनुपर्छ भनेर सोचेको जुन हाम्रो अभियान थियो, त्यो अभियान पनि हाम्रो सफल भएको छ। र हामीले यो वर्ष नै पुस्तकालय स्थापना गरिसकेका छौँ। र अब बाँकी कामहरू हामी अब निरन्तर गर्ने, र हामीले आफ्नो सक्ने कामहरू हामीले गर्नेछौँ भने पूर्वाधार यस्ता पूर्वाधार छन् नि, अब त्यसका लागि त नेपाल सरकारले नै यो प्रति ध्यान जाओस् होइन, नेपाल सरकारको भन्ने चाहिँ हामीले आशा लिएका छौँ। विद्यालयमा सीसीटीभी क्यामेरा पनि जोड्नु भएको रहेछ, कहिलेदेखि जडान गर्नुभयो? यो सीसीटीभी क्यामेरा पनि हामीलाई सहायता परियोजनाले हस्तान्तरण गर्नुभएको। अनि हामीसँग अहिले बालबालिकाले पनि टिभी मार्फत उहाँहरूका हरेक गतिविधिहरू त्यो टिभी मार्फत पढ्ने लेख्ने सानो क्लासका भाइ बहिनीले गर्नुहुन्छ। यो सँगसँगै भाइ बहिनीलाई बस्ने पिफम कार्पेट नभएर धुलोमा बस्नुहुन्थ्यो, त्यो पनि सोसियल नेपाल मार्फत हामीलाई सहयोग भएको छ। र हाम्रो अहिले गत वर्ष एउटा भवन पनि हामीले मर्मत सुधार गऱ्यौँ। त्यसका लागि पनि सोसियल नेपालले 6 लाख रुपियाँ दिनुभएको थियो। र अहिलेका यी सानातिना काम, रङरोगन गर्ने कामहरू, वृक्षारोपणमा केही सहयोग गर्ने कामहरू, खाल्डोदेखि लिएर खानेपानी, यो वर्ष हामी खानेपानी बनाउँदैछौँ। बालबालिकाको बाल मैत्री धारा बनाउने टाइममा हामी निरन्तर काममा लागेका छौँ। र यो पनि हामीलाई सोसियल नेपाल सहायता परियोजनाले सहयोग गरेको छ। बालबालिकाले आफ्नै कक्षा कोठामा टिभी हेर्न पाउँछन्, मैले यो बुझेँ। सानो क्लास अहिले हामीले यो वर्ष चाहिँ बाल विकासमा टिभी राखेका छौँ भने अरू क्लासमा अहिले यो वर्ष हाम्रो छैन। हामी निरन्तर अब हाम्रो त्यही किसिमको स्रोत साधन भएको खण्डमा हरेक क्लासमा अथवा एउटा छुट्टै किसिमको क्लास आइसिटी कक्ष बनाएर पनि उहाँहरूलाई आइसिटीमा हामीले निरन्तर हप्ताको 1 दिन उहाँहरूलाई पढ्ने गरी आइसिटीमा पनि हामीले उहाँहरूलाई सिक्नका लागि हाम्रो आइसिटी टिचरले सिकाउनुहुन्छ। त्यस्तै गरी योभन्दा पछिका वर्षहरूमा हामीले स्मार्ट बोर्डको हाम्रो अर्को प्लानिङ छ। स्मार्ट बोर्ड अब हाम्रो स्रोतले त भ्याउन सक्दैन, तर हामीलाई सहयोगी दाताहरूले सहयोग गर्नुहुने छ भन्ने हामीले आशा लिएका छौँ। र हामी यो अर्को वर्षदेखि लगत्तै यो वर्ष हाम्रो एउटा एसआइबी निर्माण गर्दा कार्यशालामा पनि त्यो राखेका छौँ। र स्मार्ट बोर्ड विद्यालयमा चाहिँ जोड्नुपर्छ, जडान गर्नुपर्छ भन्ने हाम्रो त्यो पनि प्लान छ। व्यक्तिगत रूपमा हाम्रो यही विद्यालयमा शिक्षण गरेर स्थायी आयोगमा नाम निकाल्ने प्रायोजनमा हाम्रो पूर्णप्रसाद कणेलज्यू, उहाँले 35,000 रुपियाँ सहयोग गर्नुभएको छ। त्यस्तै व्यक्तिगत रूपमा हाम्रो हिरासिङ थापा, जो सामाजिक सेवा केन्द्र पहिला भनिन्थ्यो, अहिले सोसियल नेपाल भनेर भनिन्थ्यो, उहाँको कार्यकारी निर्देशक, उहाँले 30,000 दिनुभएको छ। त्यस्तै गरी लगभग हामीलाई बाहिरबाट, देशभन्दा बाहिरबाट पनि गर्नुभयो? बाहिरबाट सुरुमा त हामीलाई यो विद्यालयमा मैले एउटा राति नै केटाकेटीको यो गुनासो पेटिका खोल्दै गर्दा उहाँहरूले लेख्नुभयो, सरहरू हजुरहरूले फिल्टरमा पानी खानुहुन्छ, हामीले बाहिरको पानी खान्छौँ, यस्तो फोहोर पानी हजुरहरूले सफा पानी खानुपर्ने, हामीले फोहोर पानी खाने यस्तो व्यवस्थापन गर्न सक्नुहुन्छ के छ भन्ने त्यस्तो कुरा आइसकेपछि मलाई राति नै निन्द्रा लागेन। मैले एउटा सामाजिक सञ्जालमा एउटा मात्रै लेखेँ, हाम्रो विद्यालयमा 1 देखि बाल विकासदेखि 10 क्लाससम्मका बालबालिकाहरूलाई एउटा स्वच्छ खानेपानीका लागि फिल्टर कसैले सहयोग गर्नुहुन्छ कि भनेर मैले सामाजिक हाल्दा बित्तिकै हाम्रो कोरियामा बस्ने भाइ, यो विद्यालयका पहिलोका शिक्षकका छोरा हुनुहुन्छ, उहाँ जो 1 रात
कणेल उहाँ अहिले सुर्खेत हुनुहुन्छ। उहाँ कोरियाबाट उहाँले नै भन्नुभयो म चाहिँ तपाईँको विद्यालयमा 11वटा फिल्टर दिन चाहन्छु भन्नुभयो। अनि उहाँले फिल्टर दिनुभयो। अनि फिल्टर राख्ने स्ट्यान्ड भएन, फेरि कोठामा राख्नुपर्ने त्यो पनि मैले देखेँ। त्यो चाहिँ हाम्रो कुबेर सिजाले ज्यूको बुवाले चाहिँ म दिन्छु भनेर उहाँले 10,000को स्ट्यान्ड सहयोग गरिदिनु भयो। अनि त्यो भइसकेपछि हामीलाई कक्षा कोठा हरेक बालबालिकाको कक्षा कोठामा त्यो राख्नका लागि स्ट्यान्ड राख्नका लागि सहज हो। त्यसपछि मैले जारको पनि सामाजिक सेवामा राखेँ। सुर्खेत विकास होटलका प्रोप्राइटर विकास सुजीले कलम सुजीज्यूले पनि उहाँलाई हामीलाई जार दिएर सहयोग गर्नुभयो। 11वटा जार दिनुभयो। त्यसरी सहयोग भयो। अनि सानातिना सहयोग त हाम्रो कति लगभग निरन्तर भइरहेको छ। अब हामी यहाँको प्रधान अध्यापक कक्षको सबै कुराहरू देखाइसकेका छौँ। अब हामी पुस्तकालयतर्फ जाउँ न, के कस्तो छ। यो फुलहरू सबै आफैले बनाउनु भएको, निर्माण गर्नुभएको यो छ, सबै कुराहरू छ, व्यवस्थित छ। अध्यक्ष विद्यालय व्यवस्थापन समितिका शिक्षक अभिभावक सङ्घको सबै कक्षहरू छ। सहायक प्रधान अध्यापक, त्यसै गरी कम्प्युटर सहायक हुनुहुन्छ, त्यसै गरी सहायक लेखापाल पनि हुनुहुन्छ। कक्ष छ, छुट्टा छुट्टै छ। हामी पुस्तकालय जाउँ। वाउ, क्या गजब, यस्तो बनिसकेको रहेछ। हुन त म पनि यसै विद्यालयको पूर्व विद्यार्थी हुँ। अहिले आएर यो विद्यालयको यो अवस्था हेर्दाखेरि मलाई नै गजब लागेको छ। निकै खुसी छु र धेरै प्रशंसा गर्न मन लागेको छ। समय छोटो छ तर पनि अब हामी पुस्तकालयमा छिरिसकेपछि यहाँ पढ्न कसले के पढ्न पाउँछन्? यहाँको विद्यार्थीहरूलाई को लागि मात्र यहाँ पुस्तकालय बनाएको हो कि बाहिरको अध्ययन गर्न चाहनेहरूको लागि पनि केही छ? हामीले चाहिँ समग्रमा बालबालिकाहरूको विषयवस्तुसँग सम्बन्धित किताबहरू पनि हामीले ल्याएका छौँ। उहाँहरूलाई आवश्यक पर्ने सहयोगी पुस्तकहरू पनि हाम्रो यहाँ सबै क्लासको किताबहरू छ। अनि यसको अलावा बालबालिकाहरूलाई उपन्यासका कुराहरू, बाहिरी ज्ञान, आउट नलेज लिनका लागि पनि उहाँहरूलाई हामीले त्यही किसिमका पुस्तकहरूको बन्दोबस्त गरेका छौँ। र यो उमेर अनुसारका बालबालिकाहरू, कक्षागत अनुसारका बालबालिकाहरूलाई उहाँहरूकै स्तर अनुसारका पाठ्य पुस्तकहरू, किताबहरू ल्याएर हामीले निरन्तर रूपमा उहाँलाई पढ्ने वातावरणको एउटा सिर्जना गरेका छौँ। त्यसै गरी हाम्रा अन्य जस्तै हाम्रो अभिभावक पनि जोडिनु भएको छ पुस्तकालय बनाउनमा। त्यसैले अभिभावकहरूका लागि चाहिने पुस्तक पनि हामीले ल्याएका छौँ, जो कि उहाँहरूले कथा कवितादेखि लिएर राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्तित्वका विषयमा पनि उहाँहरूले अध्ययन गर्न चाहनुहुन्छ भने उहाँहरूका लागि पनि हामीले पुस्तकहरू ल्याएका छौँ। हस्, हामीले समग्रमा यो हेऱ्यौँ। यो हेर्दाखेरि मलाई पनि खुसी लागेको छ। कम्प्युटर ल्याब पनि यही छ है? कम्प्युटर ल्याब पनि सञ्चालनमा छ, अहिले सञ्चालनमा छ। अब हामीसँग कोठाको अभाव भएका कारणले गर्दा हामीले यो पुस्तकालय पनि एउटै कोठामा, कम्प्युटरहरू पनि हामीले एकै ठाउँमा राख्नुपर्ने हाम्रो बाध्यकारी अवस्था भएको छ। र यो निकट भविष्यमा यसको पनि समाधान हुन्छ। र हामीले छुट्टै कक्षमा आइसिटीको छुट्टै कक्ष, पुस्तकालय छुट्टै कक्ष, मिटिङ हल छुट्टै कक्ष बनाउनेछौँ। र अहिले चाहिँ यो वर्ष चाहिँ हामीले जोस एउटै कोठामा हामी बालबालिकाहरूलाई मिलाएर त्यही अनुसारको पुस्तकालय अध्ययन गर्ने, आइसिटीको ज्ञानहरू दिने काम गरिरहेका छौँ। ओके, यो देखेर मलाई पनि खुसी लाग्यो र मैले यहीँबाट उद्घोष गरेँ। मेरो व्यक्तिगत तर्फबाट कम्तीमा 10 पिस बुक मैले पुस्तकालयलाई अथवा हिमालय माविलाई सहयोग गर्ने वाचा गरेँ। धेरै धेरै धन्यवाद। जो केशवराज पौडेल जो हुनुहुन्छ, जो कि जसको आर्थिक अवस्था, न्यून आर्थिक अवस्था, जो कि हाम्रा समाजमा रहेका यस्ता दुखी गरिब र सामान्य मान्छेहरूलाई पनि दिन रात सहयोग गर्नुपर्छ भन्ने भावना भएका र आफूले दुःख गरी, धेरैभन्दा धेरै दुःख गरेर आफूले अध्ययन गरेका भाइ केशवराज पौडेल, जो कि यो विद्यालयको पूर्व विद्यार्थी पनि हुनुहुन्छ र अहिले जो सामाजिक रूपमा, सामाजिक अभियन्ताको रूपमा, एउटा पत्रकारको रूपमा जुन काम गर्नुभएको छ, तपाईँको काम एउटाले सफलता प्राप्त गरोस्। र हजुरले आज जुन एउटा यो हाम्रो विद्यालयमा आफै आई विद्यालयको वातावरणसँग सम्बन्धित कुराहरूमा हामीलाई पनि एउटा किसिमको सरसल्लाह गरेर अथवा हामीलाई सुझाव सल्लाह दिएर र यो विद्यालयको समग्र पक्षको एउटा किसिमको संवाद गरेर हामीलाई सहयोग गरिदिनु भयो र पुस्तक दिने जुन वाचा गर्नुभयो त्यसका लागि पनि विद्यालयको तर्फबाट सरलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। हस्, अब हामी
पूर्वाधार निर्माणका कुराहरू छन्, बाहिर भौतिक संरचनाहरू। सर बाहिर जान्छौँ, मौसम पनि प्रतिकूल छ, बर्सातको समय छ। यहाँ बाहिर पनि वाओ, यता यता ल यता आउनुहोस् एकपटक। हामीले बालबालिकाको कार्य पुस्तकहरू, हजुर हजुर यहाँ चाहिँ बालबालिका कार्य पुस्तक छ। हजुर। यता यस विद्यालयमा नगद तथा जिन्सी सहयोग गर्ने व्यक्तिहरूको विवरण रहेछ। हेरौँ यतातिर यस्तो छ, जता हेरौँ सजाउनु भएको सजावट छ, यो आनन्द लाग्ने छ। हिरा सिंह थापाजीले 30,000 रुपियाँ सहयोग गर्नुभएको छ। 20,000 हाम्रो होइन, मैले आफूले पनि विद्यालयमा 20,000 दिएर 35,115 गर्नु। यो वर्ष चाहिँ हामीले यो गार्डन हरेक विद्यालयका लागि हेर्नेछौँ। उता हेर्दाखेरि चिटिक्क छ, म माथिबाटै देख्ने बेला नै त्यहाँ पस्नै पर्छ भनेर आएको, गजबको रहेछ यो प्रशासनिक भवन। अनि यता यो सानो बालबालिकाको यो इसिडी, हजुर, यो कक्षा 1, 2 र 3 क्लास हाम्रो यहाँ सानो क्लासलाई हामीले यहाँ राखेका छौँ। बाँकी ठुलो क्लासहरू यता तलतिर हुन्छ। यो फुलले राम्रो छ, मलाई लाग्छ विद्यार्थीहरूले तिहारमा लगाउने माला पनि यहीँबाट यस पुग्छ जस्तो लाग्छ। यो के बनाउँदै हुनुहुन्छ? अहिले हामी यो बालमैत्री धारा, हजुर, जो कि बालबालिकाहरूलाई उमेर अनुसारको धाराको हामीले बालमैत्री धारा बनाउनुपर्छ भन्ने हेतुले यो वर्ष नै हामी यो बालमैत्री धारा बनाउँदैछौँ र यो काम पनि निरन्तर चलिरहेको छ। बर्सातको समय नबनेर जस काम गरिरहेका छौँ। यता यो शौचालय, शौचालय अलि जीर्ण छ भन्ने कुरा पनि सुनेको थिएँ बाहिरबाट, के छ? यो अवस्था जीर्ण थियो। हामीले तत्काल यसलाई मर्मत गरेर जो प्रयोगमा बेला जीर्ण नै थियो, अहिले म यहाँ आउँदाखेरि भइसक्यो। किनभने बालबालिकाहरूलाई पनि त्यही किसिमको शौचालयमा व्यवस्थापन गर्नुपर्छ भन्ने हिसाबले हामीले चाहिँ यसलाई मर्मत गर्यौँ। यता विद्यालयले अभिभावकलाई एउटा अनुरोध पनि छ, के छ त्यहाँ? विद्यालय र बालबालिकाको शैक्षिक सुधारको लागि तपाईँको अमूल्य सुझाव, सहयोग, छलफल र भेटघाटको हामी निरन्तर अपेक्षा गर्दछौँ। कति राम्रो भनाइ छ विद्यालय परिवारको। अब यो हेर्नुहोस् त, फुल अबको 10-15 दिनपछि त साँच्चै हरियाली देखिन्छ विद्यालयमा। फुलहरू विभिन्न किसिमका फुलहरू छन् र धेरै प्रकारको फुल तथा बोट बिरुवाहरू यहाँ लगाउनु भएको छ। हुन्छ, यो कक्षा 9 चापी राख्ने ठाउँ, चर्पी जाँदा उहाँहरूले प्रयोग गर्नुपर्ने हो। यो खासमा कोठामै राखेर आफू जाँदा लगाएर जानुपर्ने हो। बालबालिकाले शौचालय पास कक्षा 9 को पानी जाँदा प्रयोग गर्ने। यो कहीँबाट देखेर सिक्नु भएको हो कि आफैले सोचेर बनाउनु? यो हामीले बालबालिकाहरू शौचालय जानु पर्यो भने एकैचोटि 4 महिना जाने, पानी खान जानु पर्यो भने एकैचोटि जाने अनि क्लास खाली हुने। त्यसैले अब यो किसिमको नियम बनाइयो भने बालबालिका कम्तीमा पनि एउटा मात्रै जान सक्छ, पालो गरेर जाने भयो, आफ्नो पालो कुरेर जाने भयो भनेर हामीले त्यसको यो चाहिँ यसरी एउटा राम्रो छ। यहाँ बोट बिरुवाहरू छन्। यता प्रशासनिक भवन भयो, यो अन्य पठन पाठनको अरू क्लासको पढाइ हुने ठाउँ भयो। 4, 5 र 6 क्लास यहाँ छ, 8, 9 र 10 त्यहाँ हुन्छन् हाम्रो। अब यो वर्ष पनि हामीलाई भवन नभएर हामीले यो जीर्ण भवन पनि प्रयोग गरेका छौँ। अनि यसपछिका योजनाहरू के छन्? विद्यालयमा आवश्यकताका विषयहरू के हुन्, समस्या र चुनौतीहरू के छन् र के गर्ने योजनामा हुनुहुन्छ? अब चाहिँ योभन्दा पछिको चाहिँ हाम्रो भौतिक पूर्वाधारमा चाहिँ हामीले यो वर्ष नै हामीलाई जो सङ्घीय सरकारका माननीय ज्यूहरूले 6 कोठाको भवनका लागि सहयोग गरिदिनु भएको छ। हामी निकट भविष्यमा त्यो भवन बनाउँछौँ र योभन्दा पछि हामी शौचालय, हामीसँग अझ व्यवस्थित बालमैत्री शौचालय बनाउने हामी प्रयासमा छौँ र त्यो शौचालय बन्ने छ। र खेल मैदानलाई व्यवस्थित गर्ने र बाहिरी यो हाम्रो अझै अधुरो छ हाम्रो यो घेरबारको काम, यो घेरबारलाई व्यवस्थित गर्ने हाम्रो उद्देश्य छ। र विशेष गरिकन अझ गुणस्तरलाई राम्रो बनाउने र यहाँमा पनि बालबालिका लोड्नुहुन्थ्यो, एकदम चिप्लिने ठाउँ थियो। हामी मुख्य प्राङ्गणमा यसलाई पनि हामीले यही वर्ष हामीलाई ओडा कार्यालय मार्फतको 2 लाख, ओडा कार्यालयबाट 2 लाख बजेट थियो। त्यो बजेटले हामीले यो सिडी बनायौँ र यसको प्लास्टर पुगेन। त्यो प्लास्टरका लागि सोसेक नेपालले प्लास्टरमा सहयोग गरिदियो यो। र अब हामी चाहिँ यो गार्डनहरू यसलाई अर्को वर्ष अलि व्यवस्थित गार्डन बनाउने। अब चाहिँ यो वर्ष हामीले फेरि केटाकेटीलाई उहाँहरूकै आफ्नो 1 क्लास 1
बगैँचा, हजुर हरेक क्लास हरेक बगैँचा र हरेक विद्यार्थीको जन्मदिन एक बिरुवा लगाउने हामीले चाहिँ एउटा उद्देश्य लिएका छौँ। सम्भवतः त्यो पुरा होला। अहिले हामीले खानेपानी प्रत्येक कक्षा कोठामा खानेपानीको व्यवस्था फिल्टर राखिदिएका छौँ। शौचालयको बाहिर जतिखेर पनि पानीको अभाव नहोस् भनेर म आफै पनि खटिएर राति 12 बजे पनि म विद्यालयको काममा कहिलेकाहीँ यस्ता कार्यक्रम पर्यो भने बसेर पनि ड्रमहरू भर्ने र प्रत्येक शौचालयमा जतिखेर गयो भने पानीको अभाव नहुने खालको बनाएको छ। ल एकदम राम्रो लाग्यो मलाई। भिडियो पनि लामो हुन सक्छ। छोटकरीमा अन्तिम हामी यो कार्यक्रमको अथवा अन्तर्वार्ताको अन्तिममा छौँ। आफैले पढेको विद्यालयमा आएर आफैले यस्तो राम्रो कुराको प्रचार गर्न पायो, सम्मान गर्न चाहन्छु। आदरणीय सर हुनुहुन्छ, मलाई नै पहिला पढाउनु भएको, अहिले चाहिँ यो अवस्थामा हुनुहुन्छ र म यो अवस्थामा छु। आगामी दिनका रणनीति अथवा योजनाहरूको बारेमा मलाई बताउनु भयो। शैक्षिक गुणस्तर र व्यवस्थापनमा गरिएको सङ्घर्ष र वर्तमान अवस्थाबारे जानकारी दिनुभयो। यसको लागि विशेष धन्यवाद छ। अन्तिममा सहयोग गर्नुहुने र यहाँका विद्यार्थी अभिभावक र आस्थावान यो विद्यालयको चासो र चिन्ता राख्ने शुभचिन्तकहरूलाई के भन्न चाहनुहुन्छ? वास्तवमा यो विद्यालय अभिभावकै हो। हजुर, अभिभावकै सहयोगकै कारणले गर्दा र सरकारवाला सङ्घ संस्थादेखि लिएर पालिका सबैलाई म धन्यवाद दिन चाहन्छु। हामीले लिएको लक्ष्य र उद्देश्य र उहाँहरूको सपोर्टले विद्यालय अझ हामी निरन्तर अगाडि बढ्न चाहन्छु र उहाँहरूलाई म पुनः पनि धन्यवाद दिन चाहन्छु। र उहाँहरूकै सँगै छु, म नजिकै छु भनेको सरकारको नजिक, यहाँको अभिभावक सङ्घको नजिक, बालबालिकाको नजिक हामी सबै लागौँ। सबै लाग्यौँ भने सके सपारौँ, नसके कसैले पनि नबिगारौँ। सबै लागौँ, जे होस् विद्यालय राम्रो बनाउन सकिन्छ। म प्रण गर्छु। धन्यवाद। हस्, धेरै धेरै धन्यवाद दिन चाहन्छु। एकदम राम्रो छ। आगामी दिनमा पनि यहाँले थालेका अभियानहरू सहज रूपमा सफलताको शिखरमा पुगुन्। विद्यालयको उन्नति र प्रगतिको कामना गर्न चाहन्छु र मलाई महत्त्वपूर्ण व्यक्ति ठानेर विद्यालयमा चासो राख्ने सम्मान गर्नुभयो, यसको लागि नि हृदयदेखि नै धेरै धन्यवाद छ। धन्यवाद।